एउटा कुरा गाई चाहिँ म हजुरलाई भन्न चाहन्छु, मान्छे यति पापी हुन्छ नि हेर्न सक्नुहुन्छ होइन। आफ्नो काम पुरा गरिसकेपछि यस्तरी छोडिदिन्छन् कि गाईहरूलाई हेर्न सक्नुहुन्छ। उहाँ छ गाई, एउटा गाई गोरु उहाँ छ अनि अर्को गोरु उहाँ छ गाई। मान्छेहरू यति पापी हुन्छ होइन गाई। छोटो र मिठो झरेन गाई। हेलो गाई, वेलकम ब्याक टु माइ न्यू भिडियो। हजुरलाई स्वागत छ प्लिज ब्लगमा। आज चाहिँ हिजो चाहिँ म यता गाउँतिर आएको थिएँ होइन। आज चाहिँ लास्टिक फोहोर गएको गाई। मेरो हुलिया खुट्टा हेर्न सक्नुहुन्छ, यस्तो फोहोर छ, यस्तो छ, कपडा चाहिँ यस्तो छ होइन। अझ म नुहाउँछु यता हाम्रो गाउँको कुवा चाहिँ म देखाउँछु हजुर। यस्तो छ हेर्न सक्नुहुन्छ, खतरा गाई। पानी चाहिँ खतरा धेरै जान्छ, पानी चाहिँ उता उता जान्छ होइन। हेर्न सक्नुहुन्छ कुवा, ओ माइ गड कति चिप्लो यस्तो छ कुवा चाहिँ। यहाँ चाहिँ म नुहाउँछु होइन। उही आउँछ आउँदैन नि भनेर हेर्नुपर्छ गाई। यहाँ चाहिँ खुल्ला ठाउँ छ नि, त्यसैले आज चाहिँ म आजै जाने हो नि त, त्यसैले चाहिँ म नुहाउन आएको गाई। नत्र आउँछु म आज चाहिँ, त्यसैले आएको। आज चाहिँ गाई जङ्गलकै बाटो जाने आएर म हेर्नु आजको जङ्गलको बाटो कस्तो हुन्छ, म कसरी जान्छु भनेर। कपडा चाहिँ लाउने कपडा चाहिँ यहाँ राखिसकेको मैले चाहिँ यो खुच्चुरा भयो लगाइदेऊ चाहिँ। फेरि नुहाएपछि भेटौँ है त ल, एकछिन चाहिँ टाटा बाबे। गाई पानी परेर भिज्यो यार, धन्यवाद। प्लास्टिक चाहिँ ल्याइदिनु भयो होइन। म चाहिँ जाँदैछु, म कस्तो पानी पऱ्यो हेर्न सक्नुहुन्छ। मैलाको पत्याउनु भएको छैन भने चाहिँ हेर्न सक्नुहुन्छ ढुङ्गा पनि चिप्लो छ लास्टै। अझ म जाँदैछु, म चाहिँ नुहाएर पनि रेडी भइसकेको छु। यो चाहिँ पछुरा भयो खै। कस्तो अप्ठ्यारो हुन्छ कि ल, बाटो चिप्लो छ। लोटी भने गयो गाई। हुन्छ हरियाली जस्तो चाहिँ धान छ, धान फलिसक्यो होइन। मेरो घरबाट चाहिँ कुवा चाहिँ लास्टिक थोरै दूरीमा छ। यसो म हेर्नु आउँछु कि कहिलेकाहीँ ल। अझै घर बसी भनौँ न ल गाई। हामी चाहिँ हिँडिसक्यौँ होइन, बाटोमा छौँ हामी चाहिँ। हुन्छ बाटो माथि आएका छौँ हामी चाहिँ होइन। ल पछाडि चाहिँ मेरो ब्याग छ, पानी परेर म चाहिँ छाता उठिरहेको छु। ओहो हुन्छ यस्तै हो कि गाई, जङ्गलको बाटो भनेपछि यस्तै भोग्नुपर्छ। हुन्छ यति ठुलो जुग्ला, मैले चाहिँ जुग्ला भन्छन् गाई हाम्रोतिर चाहिँ होइन। यस्तै टोक्छन् गाई, यस्तो चिलाउँछ यसले, यस्तो टोक्यो भने गाई यस्तो चिलाउँछ नि होइन, खुर्री उखालिदिन्छ कि। त्यो चाहिँ यसमा सचेत भएर हिँड्नुपर्छ, यसमा पङ्गा लिनु हुँदैन, खतरनाक हो फेरि। हामी जानु चाहिँ उता हेर्न सक्नुहुन्छ, यस्तो बाटोबाट जाने हो यता हेर्न सक्नुहुन्छ। यता यस्तो बाटोबाट जाने जङ्गलको जङ्गली बाटोबाट ल। हुन्छ पानी नानीमा छ, बाटोभरि पानी पानी छ। चिप्लो हो त नि यार। ए ओहो जङ्गलभित्र एन्ट्री गरिसकेको अवस्था। ओ माइ गड, पानी पानी भएको अवस्था। कति कपडा त लुच्छुपै हुने भयो यार। बाटो बाटोमा यस्तो छ पानी पानी। कति हिलो त नि। एकदम आफ्नो काम पुरा गरिसकेपछि छोडिदिन्छन् कि गोरुको गोबर। मान्छे यति पापी त हुन्छ नि गाई यो धरतीमा। मान्छे हाम्रो गाउँतिर अरू ठाउँमा भन्दैन, आफ्नो गाउँतिर चाहिँ यति पापी छन् नि गाई मान्छेहरू चाहिँ होइन। यस्तो आफ्नो काम गोरु चाहिँ आफ्नो खेत जोत्नलाई प्रयोग गरे अनि अहिले त सक्यो नि त खेत जोतेर धान रोप्ने टाइम। अनि यस्तो टाइममा छोडिदिन्छन् गाई। अब यिनीहरूलाई उनको जिम्मा कसले लिन्छ गाई भन्नु न। यस्तै छोडिदिनु त कहाँ पाइयो त यार गाई यार, यस्तो हुन्छ कि गाई। दुईवटा कति झाडी हो यार, दुईवटा गोरुलाई यसरी छोडेर हेर्न सक्नुहुन्छ। उहाँ कति ब्लड आएको हेर्न सक्नुहुन्छ। एउटा गोरु उहाँ छ, एउटा गोरु चाहिँ छोपिसक्यो होइन गाई। दुईवटा गोरु अघि देखाएको थिएँ नि मैले, दुईवटा गोरु यसरी छोडिदिएको गाई।
मान्छेको इच्छा पुरा भइसकेपछि फेरि गाइज अर्को वर्ष चाहिँ धान रोप्ने बेला चाहिँ उनीहरूले फेरि खोज्छन् कि ल्याउनु सक्छ अर्को आइ चाहिँ यहाँ छ है कति पाटो हुने ल हुन्छ फेरि अर्को खोला गाइज बाई बाई एकछिनको लागि है त ल गाइज पानी पनि ठुलो बढिसक्यो भने हुन्छ मेरो विश्वास राख्नु भने चाहिँ देखेको छैन होला मोबाइलमा विश्वासको कुरा नि हुन्छ खेतमा पर्नु महरू देखाउँछु तल गएर यस्तो टाइममा पानी बढ्नु थियो हिँड्ने बेलामा झन् हामी छाता थियो हुन्छ थुपा परिरहेको होला मेरो छाताबाट पनि चुइरहेको छ हुन्छ पानी परिरहेछ होइन मोबाइलमा देखेको छ छैन बोल्नु ठाउँमै जमानामा बाटो अब यस्तो चिप्लो हुन्छ नि मेरो छाताको आवाज सुनमा छैन छाताको आवाज टङ 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 गरिरहेको छ अनि यसरी पानी परिरहेको छ हुन्छ देखेको छ होला होइन हुन्छ झरना छोटो र मिठो झरना छोटो र मिठो झरना गाइज हुन्छ अम्बा अझ अम्बा भन्ने सानो होइन तर पनि सानो अम्बा टिपेको छ हुन्छ यस्तो भुत्ला जस्तो खाल्यो नि अनि भिडियोमा चाहिँ मिठो हुन्छ कि गाइज त्यो भुत्ला खाने ल ल फेरि जङ्गल आएको यार बाटो खत्तम छ यार उमाइ गएर बाहिर गाइज अब यहाँ लास्टै बाटो चिप्लो समुद्र हिँड्नुपर्छ मोबाइल चाहिँ सम्म पाउनु मैले ल हाम्रो गाउँको सेकेन्ड खोलामा आइसक्यौँ हामी हुन्छ यो चाहिँ खोला है यो खोला हुन्छ खोला माथि खोला भन्दा चाहिँ यो चाहिँ अलिक सानो छ माइ गड गाडी हुन्छ खोला है यो हाम्रो गाउँको तेस्रो खोला हाम्रो गाउँको चाहिँ चौथो खोला गाइज यो चाहिँ हिँड्नु सक्छ त्यहाँ माथि आइरहेको छ तल चाहिँ धेरै छ पानी चाहिँ यहाँ त्यसरी आउँछ हुन्छ चौथो खोला गाइज अझै कतिवटा आउँछ चाहिँ मलाई थाहा होइन अझै छ कि गाइज धेरै नै छ अझै अब धेरै छ भने 2-3टा होला अब एउटा 2टा होला गाइज सायद अझै गाइज यहाँ खुट्टा बस्नु पऱ्यो यहाँ चाहिँ पानी आइरहेको छ कति गहिरो ओहो खुट्टा बस्नु पऱ्यो नि त्यहाँ रगत छ कि ओहो जुक्लाले खाएर बहुत छ यार पीडितमा छु ओ माइ गड कता बगाउँछ त यार जुक्लाले ठोको यस्तो चिलाउँछ नि गाई यस्तो चिलाउँछ उसलाई थाहा छैन होला गाउँमा बस्नेहरूलाई चाहिँ मात्रै थाहा छ होला नत्र चाहिँ अरूलाई त थाहा छैन होला सहरमा बस्नेहरूलाई चाहिँ हामी चाहिँ गाउँमै बसेर थाहा भएको होइन हुन्छ नालीबाट पानी जाँदैछ ल गाइज अब चाहिँ 6th खोला 6वटा खोला हुन्छ यो खोला चाहिँ बहुत ठुलो हो कि हुन्छ 17 ठुलो भएको खोला चाहिँ यो 6औँ खोला अझै एउटा 2टा कतिवटा छ अझ म चाहिँ थाहा भएन म देखाउँछु हजुरलाई जति गाडी देखाउँछु अझै 6 त भइसक्यो गाइज ओ माइ गड 6वटा खोला यो चाहिँ मेरो गाउँको होइन गाइज यो बाटोको मेरो गाउँ चाहिँ होइन यो मेरो गाउँ चाहिँ माथि हो म देखाउनु त कुसो लाग्छ होइन कुसो के भन्छन् उहाँ हो कि ऊ त त्यहाँ माथि आएको गाइज हामी चाहिँ ल गाइज अब 7औँ खोला हुन्छ 7औँ खोला यस्तो छ 7औँ खोला छ जुन चाहिँ यो नि खोला है यो सानो खोला ल गाइज हामी चाहिँ गाडी चढ्ने ठाउँमा पनि पुग्न आइसक्यौँ ऊ त्यता हो गाडी चढ्ने ठाउँ चाहिँ चाहिँ गाडी प्याक हुन्छ म देखाउँछु र म चाहिँ त्यस्तै हो गाइज अब त्यही गरेर भेटौँला
चढ्नेसम्म चाहिँ देखाउँछु अलिक त्यो कति हिलो हो यार ओहो यही त गाडी चढ्ने ठाउँ ल गाइज कालै छ धेरै बाटो त ल गाइज हामी चाहिँ पुगिसकेको अवस्था रहेको छ पोखरातिर राम मन्दिरसम्म पुगिसकेका छौँ राम मन्दिरको चोकमा हेर्न सक्नुहुन्छ यता त्यस्तो छ बाटोमा छ हामी कस्तो यहाँ पनि पानी परिरहेको छ मलाई थाहा छैन यार पानी परेर आएको छ बाई बाई